ल है साथीहरू हाम्रो नन्द बहिनी जान आँटी यता बिना बहिनी आई खाइ गई यता हेर्नु के हिचिक्का पऱ्यो कि यता ब्युटिफुल हेर्न यता काली त क्या दिलवाली हेर्न भन्ने जस्तो नि राम्री पनि भयो त राम्री हो नि त आजकल चाहिँ मोटी भएपछि तर पुरै मोटी मोटी यता मेरो छोरो मासु हाल्नु भयो हाँस ल्याइदिनु भयो त बहिनीले एउटा यो झोलामा मासु लिएर जानु हुँदैछ सागसब्जी छैन के लानुहुन्छ उसकै घरमा ड्याममै होला होइन के साह्रो मोटाको यो लिम्बू नि आज त ककटेल भएर मोटाउनु भयो क्या मलाई त तपाईँको थप्रै देखाउनु राम्रो लाग्छ नि त नि म पनि जाँदैछु बहिनीहरूसँगै साथीहरू अघि बिहान म टेलरमा गएको थिएँ नि त टेलरमा जाँदाखेरि चाहिँ टेलरमा चाहिँ कपडा सिलाइदिएकै रहेनछ साथीहरू फेरि जानु पर्दैछ कति हल्ला गरेको म बोलेकै सुनेको छैन यत्रो स्वर लिएर अनि एक दिन चलाउनु थोरै थाहा हुन्छ उसको स्कुटी अलग छ तपाईँको स्कुटी अलग छ नि त होइन साथीहरू र तपाईँको गाइस मैले चाहिँ कपडा पनि लिएर आइपुगेँ साथीहरू घरमा अनि यता हस्बेन्डले चाहिँ पानी हालिरहनु भएको छ बारीतिर मोटर लगाएर अनि म पनि पसेको गाईको दानाको लागि चाहिँ मुलाहरू फुल फुलेको मुलाको पातहरू टिपेर नि त दाना बनाउँछु नि त चापातमा मिलाएर अनि बारी चाहिँ हेर्नु सक्नुहुन्छ साथीहरू खासै राम्रो पनि होइन खासै नराम्रो पनि होइन है र यता कोपी चाहिँ एकदमै राम्रो भएको छ अनि साग पनि मजा हुँदैछ अहिले चाहिँ अनि यहाँ चाहिँ मैले अस्ति मेथी र गाजर छोडिदिएको थिएँ हो साथीहरू कस्तो राम्रो उम्रेको छ बढेर भरेर नि त गाजरहरू हेर्न सक्नुहुन्छ है कस्तो राम्रो भएको छ अनि यो साग चाहिँ मैले बिउ राखेको नि त आगोमा चाहिँ अब घरकै बिउले लगाउने भनेर नि त साथीहरू कस्तो राम्रो लागिरहेको छ फुल खेल्न आँटेको मुला टिप्यो हो 2टा बोट 3टा बोट टिपेको छ साथीहरू काफी हुन्छ मजाले धोएर चाहिँ गाईलाई चापडमा मिलाएर दिन्छु नि त चापडको साथमा कनिकाहरू पनि हाल्छु नि त ल त साथीहरू बाई बाई।